साथी नमस्कार। योभन्दा पहिलो भिडियोमा अनलाइनबाट हस्पिटल अपोइन्टमेन्टको टिकट कसरी लिन सकिन्छ भनेर भिडियो हेरिसक्नु भएको छ। आज म तपाईहरुलाई यदि तपाई ओल्ड पेसेन्ट हो र पहिल्यै टिकट लिइसक्नु भएको छ र फलोअपमा जाँदै हुनुहुन्छ भने त्यसको फलोअपको टिकट कसरी काट्ने, फलोअपको टिकट काट्दा 50% अथवा कम पैसा लाग्छ। त्यसैले फलोअपको टिकट काट्ने म तपाईहरुलाई यो भिडियो मार्फत जानकारी दिन चाहन्छु। आउनुहोस् स्क्रिनतर्फ लागौँ। आफ्नो मोबाइलको स्क्रिनमा जानुहोस्। त्यसपछि मेरो डाक्टर एपलाई क्लिक गर्नुहोस्। त्यसपछि यो एप खुल्छ र आफ्नो यहाँनिर बुक हस्पिटल अपोइन्टमेन्ट छ, यसमा क्लिक गर्नुहोस् र आफ्नो कुन हस्पिटल हो त्यो हस्पिटल चुज गर्नुहोस्। र मैले उदाहरणको लागि यो मनमोहन कार्डियो थेरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा क्लिक गरेँ। त्यसपछि यहाँ रुटिन अफ ओपिडीमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो कुन विभाग हो त्यो विभाग चुज गर्नुहोस्। कार्डियो कि हैन अथवा भास्कुलर हो, थोरासिक हो, कुन हो त्यसमा क्लिक गर्नुहोस्। जस्तो मेरो भास्कुलरमा मैले क्लिक गरेँ। यहाँ डाक्टर देखाउँछ र यसलाई के गरौँ, कन्टिन्यू गरौँ। त्यसपछि आफ्नो कुन चाहिँ यो डेट चुज गर्नुहोस् र मैले यो 19 गतेको डेट चुज गरेँ है त। त्यसपछि यहाँनिर चाहिँ अब चाहिँ नयाँको लागि चाहिँ नयाँमा क्लिक गर्नु पर्यो। नयाँ हामीले सुरुमा गर्दै हुनुहुन्छ भने अब ओल्ड पेसेन्ट हो भने ओल्ड पेसेन्टमा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ पेसेन्ट नम्बर भनेको कुनैमा हस्पिटल नम्बर भन्छ, यो तपाईँले राख्नुपर्ने हुन्छ। जस्तै तपाईँले यहाँनिर ओल्ड पेसेन्टमा क्लिक गर्नुहोस्, यस्तो खालको ब्ल्याङ्क देखाउँछ र यहाँनिर एड न्यू डिपेन्डेन्सीमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँको ओल्ड पेसेन्ट हुनको लागि तपाईँसँग मोबाइल नम्बर दर्ता भएको हुनुपर्छ र आफ्नो हस्पिटल नम्बर चाहियो त। जस्तो मैले मोबाइल नम्बर हालेँ र तपाईँको अब हस्पिटल नम्बर राख्नुहोस् है त। जस्तो मैले मेरो हस्पिटल नम्बर राख्छु। अब यो हस्पिटल नम्बर हो कि होइन भनेर सिस्टमले भेरिफाई गर्छ। यसलाई मैले के गरेँ, भेरिफाईमा क्लिक गरेँ। यहाँनिर चाहिँ यो नम्बर देखाएको छ, यो नम्बर अनुसारले चाहिँ हस्पिटल नम्बर तपाईँको ठिक छ कि छैन भनेर प्रोसेस गर्छ। ठिक छ भने देखाउँछ, छैन भने चाहिँ यो छैन भन्छ है त। यसलाई मैले प्रोसेस गरेँ। प्रोसेस गरेपछि यसले के गर्छ, ओटिपी कोड पठाउँछ। यो ओटिपी कोड यहाँ आइसकेको छ। यसलाई के गरौँ, जस्ट कन्टिन्यू गरौँ। कन्टिन्यू गरिसकेपछि यहाँनिर के भनेछ, हस्पिटल नम्बर यो देखाएको छ। यहाँनिर यो डिटेल देखायो। यसलाई के गर्ने, प्रोसेस गर्ने। प्रोसेस गरेपछि यहाँ डिटेल देखाउँछ, पैसा कति लाग्छ त्यो देखाउँछ। त्यसपछि के गर्ने, यो तपाईँको चाहिँ यहाँ 50 रुपियाँ देखाएको छ। नयाँको लागि चाहिँ 100 हुन्छ भने पुरानो लागि 50 देखाएको छ। यसलाई चाहिँ तपाईँले के गर्नु, पे नाउमा क्लिक गर्नुहोस्। अलिकति तल जानुहोस् र यहाँ केबाट पे गर्न सकिन्छ भनेछ, इसेबाट गर्न सकिन्छ भन्छ। इसेवामा क्लिक गर्नुहोस्। त्यसपछि इसेवा खुल्छ र तपाईँले के गर्नुहोस्, आफ्नो इसेवाको लगइन हाल्नुहोस् है त। लगइन हाल्नुहोस्। आफ्नो चाहिँ इसेवाको लगइन के छ त्यो गर्ने। त्यसपछि तपाईँले चाहिँ आफ्नो नम्बर हालिसकेपछि यहाँनिर चाहिँ के गर्नुहोस्, आफ्नो यो कोड हाल्नुहोस्। त्यसपछि हेर्नुहोस्, साइन इनमा क्लिक गर्नुहोस् र तपाईँलाई चाहिँ यसले के गर्छ, भेरिफिकेसन कोड पठाउँछ। यहाँ उसले इसेवाले भेरिफिकेसन कोड पठाउँछ र त्यो भेरिफिकेसन कोड पठाएर यसलाई के गर्नुहोस्, आफ्नो भेरिफिकेसन कोड यहाँनिर चाहिँ राख्नुहोस् है त। टाइप गरेर यसलाई कन्फर्म गरौँ। कन्फर्म गरिसकेपछि यो यहाँनिर भइसकेको छ है त। यो अपोइन्टमेन्ट कन्फर्म भएको छ। अब डन गर्न सक्नुहुन्छ अथवा सेट रिमाइन्डर गर्न सक्नुहुन्छ। सेट रिमाइन्डर गर्नुहोस्। त्यसपछि तपाईँको चाहिँ डेटलाई सिलेक्ट गर्नुहोस्। त्यसपछि टाइम सिलेक्ट गर्नुहोस्। त्यसपछि मैले 8 बजीतिर गरेँ, 8 बजीतिर गर्छु र 10 मिनट गरौँ, ओके गरौँ। यसलाई डन गरौँ। यति गरिसकेपछि यहाँ प्रोफाइलमा क्लिक गर्नुहोस् तल। त्यसपछि अपोइन्टमेन्टमा क्लिक गर्नुहोस् अनि यहाँ अपकमिङ तपाईँको यहाँनिर देखाउँछ है त। यसरी चाहिँ हस्पिटलको अपोइन्टमेन्ट भयो भनेर तपाईँलाई यसरी यहाँनिर देखाउँछ र तपाईँको पास छ भने यहाँ पासमा देखाउँछ र तपाईँको क्यान्सल छ भने क्यान्सलमा देखाउँछ। तपाईँको अपकमिङ भनेर यसरी तपाईँले चाहिँ के गर्नुहुन्छ, हस्पिटल बुक अपोइन्टमेन्ट लिन सक्नुहुन्छ।